नमस्कार साथीहरू। आज यस भिडियोमा हामी एउटा एकदमै महत्त्वपूर्ण औषधि सम्बन्धी जानकारी लिएर आएका छौं, जसले तपाईको स्वास्थ्य सुरक्षित र प्रभावकारी बनाउन मद्दत गर्दछ। आजको यस भिडियोमा म तपाईहरूलाई फ्लेक्सन भनेर चिनिने यो नामले औषधिको बारेमा सबै आवश्यक जानकारीहरू दिनेछु। यसले के काम गर्छ, कसरी प्रयोग गर्ने, यसका साइड इफेक्टहरू के हुन् भन्ने कुराहरू समावेश गरिन्छ। फ्लेक्सन हेर्दाखेरि देखिने यस्तो ट्याब्लेट हो। यसमा कम्बिनेसन हेर्यो भने हामीले आइबुप्रोफेन र प्यारासिटामोलको कम्पोजिसन हुन्छ। अब यो दुईटा औषधिले मिलेर बनेको औषधि हो। यसको मुख्य काम दुखाइ, पेन, सुजन, इन्फ्लामेसन र ज्वरो, फिभर कम गर्ने काम गर्छ। यो माइग्रेन, टुथेक भनेको दाँत दुखाइ, मसल पेन, जोइन्ट पेन, मेन्स्ट्रुअल क्ल्याम्प र फिभर र चोटपटक जस्ता कारण हुने दुखाइमा प्रभावकारी हुन्छ। अब यसको कसरी र कहिले प्रयोग गर्ने भन्ने विषयमा हामी कुरा गर्न गइरहेछौँ। वयस्कहरूले भनेको एडल्टले सामान्यतः एक ट्याब्लेट जसमा 400 mg को आइबुप्रोफेन र 500 mg को प्यारासिटामोल हुने गर्दछ। त्यो खाना खाएपछि 6 घण्टाको फरकमा लिन सकिन्छ। दिनहुँ 3 देखि 4 ट्याब्लेट भन्दा बढी नलिनुहोला। बच्चाहरूको लागि तौल आधारित खुराक तय गरिन्छ, त्यसैले डाक्टरको सल्लाह अनुसार मात्रै लिनुपर्छ। अब यसका सामान्य तथा गम्भीर साइड इफेक्टहरूको बारेमा कुरा गरौँ। सामान्यतमा पेट दुख्ने, मतली, टाउको दुख्ने, छाला रट्ने, गम्भीरमा स्वास्थ्य अवस्थामा कलेजो र मृगौला, लिभर र किडनी क्षति हुने, एलर्जी प्रतिक्रिया र रक्त सम्बन्धी समस्या हुन सक्छ। कुनै पनि अनपेक्षित प्रतिक्रिया देखिएमा तुरुन्त चिकित्सकसँग सम्पर्क गर्नुहोला। सावधानीहरू, अब प्रिकसन्स र कन्ट्राइन्डिकेसनको कुरा गर्दा पेटमा समस्या, ग्यास्ट्रिक अल्सर, कलेजो वा मृगौला रोग भएका व्यक्तिहरूले मात्र डाक्टरको सल्लाह अनुसार प्रयोग गर्नुहोला। गर्भवती वा स्तनपान गराउने महिलाले, प्रेग्नेन्ट र ल्याक्टेटिङ मदरको विषयमा कुरा गर्दा चिकित्सकको अनुमति पाएपछि मात्र प्रयोग गर्नुहोला। अन्य औषधिहरूसँग अन्तर्क्रिया हुन सक्ने सम्भावना छ, त्यसैले दिइएको सबै ड्रग्सहरूबारे डाक्टरलाई जानकारी दिनुहोला। अब यसको छुटेको मात्रा र अत्याधिक मात्रा हुँदा के गर्ने भनेको मिस डोज या ओभरडोजको बारेमा कुरा गर्न गइरहेछौँ। छुटेको डोज सकेसम्म चाँडो लिनुहोला, तर अर्को डोज नजिकै भयो भने त्यसलाई नलिनुहोला। अत्याधिक मात्रा लिँदा कलेजोमा गम्भीर नोक्सानी हुन सक्छ, लिभर प्रब्लम हुन सक्छ, त्यसैले ओभरडोजको अवस्थामा तुरुन्त अस्पताल जानुहोला। अब यसका अन्य सुझावहरूमा हामी कुरा गर्न गइरहेछौँ। फ्लेक्सन लामो समयसम्म लगातार प्रयोग नगर्नुहोला। खानासँग वा खानापछि लिनुले पेटमा असर कम गर्छ। यदि समस्या 3-4 दिनसम्म सुधार हुन्न भने चिकित्सकलाई अवश्य देखाउनुहोला। अब यसको वैज्ञानिक आधार, क्रेडिबल सोर्सहरू भनेपछि विश्व स्वास्थ्य सङ्गठन WHO, स्वास्थ्य चिकित्सा अनुसन्धान संस्था र फार्माकोलोजिकल अध्ययनहरूले फ्लेक्सनको सुरक्षित र प्रभावकारी उपयोग प्रमाणित गरेका छन्। अब संक्षिप्तमा समराइज गर्नु पर्यो भने फ्लेक्सनको प्रयोग मरिजको लागि, पेसेन्ट्सको लागि सजिलो र प्रभावकारी छ, तर सधैँ चिकित्सकको सल्लाह अनुसार मात्र लिनुपर्दछ। यसले दुखाइ, ज्वरो र सुजनलाई छिट्टै कम गर्दछ र धेरै समस्याहरूमा राहत दिन सक्छ। यति यो हाम्रो फ्लेक्सनको बारेमा भयो। पुरा भिडियो हेर्नुभएकोमा धन्यवाद। भिडियो जानकारीमूलक लागेमा लाइक गर्नुहोला। यदि तपाईहरूलाई यो औषधि सम्बन्धी कुनै प्रश्न छ भने कृपया कमेन्टमा गएर सोध्नुहोला वा स्वास्थ्यकर्मीसँग परामर्श लिनुहोला। नयाँ स्वास्थ्य जानकारीको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोला र स्वस्थ रहनुहोला। धन्यवाद।